हेलो साथीहरु, आजको मेरो सुरुवात चाहिँ यो होटलबाट हुन्छ। पहिलो अर्डर यो होटलबाट पिकअप गरेँ र त्यसपछि लोकेसन हेरेँ नजिकै थियो। कस्टमरको लोकेसनमा पुगिसकेपछि कस्टमरलाई फोन गरेँ अनि कस्टमरले चाहिँ फुड बक्समा राख्दे भन्यो। त्यहाँ गएर त्यो अर्डर पनि मैले त्यहाँ राखिदिएँ। त्यसपछि अर्को अर्डर पनि आयो। रेस्टुरेन्टमा गएँ, कमसेकम 22-25 मिनेट वेट गरिसकेपछि त्यो अर्डर पनि दियो। अनि यो अर्डर चाहिँ 6 किलोमिटर थियो। ढिला नगरी अर्डर लिएर गएँ अनि कस्टमरको बिल्डिङ आउनुभन्दा अगाडि चाहिँ सिग्नल थियो अनि त्यो सिग्नलमा एकछिन वेट गरेँ। त्यसपछि पुगेँ कस्टमरको लोकेसनमा। सेक्युरिटीसँग इन्ट्री पनि गरेँ। त्यसपछि गएँ म कस्टमरको बिल्डिङमा अनि लिफ्टमा गएर कस्टमरको रुममा गएँ। मैले जानुभन्दा अगाडि नै कस्टमरले डोर ओपन गरेर कस्टमरलाई अर्डर पनि दिएर आएँ। अब अर्को अर्डर पनि आइसकेको थियो। यो अर्डरको पिकअप चाहिँ नजिकै थियो। रेस्टुरेन्टमा पुगेर अर्डर पनि पिकअप गरेँ। यो अर्डर चाहिँ 4 किलोमिटर थियो अनि लोकेसनमा पनि पुगेँ। साइडमा पार्किङ थियो, स्कुटी पार्किङ गरेर त्यसपछि कस्टमरको बिल्डिङमा गएँ। भित्र गएर इन्ट्री गरेँ। त्यसपछि कस्टमरको रुममा गएर त्यो अर्डर पनि मैले डेलिभर गरेँ। अर्को अर्डर पनि आइसकेको थियो। यो अर्डर चाहिँ मलबाट आएको थियो अनि म पुगेँ मलमा। चारैतिर झिलिमिली लगाएको थियो। पार्किङमा गएर आफ्नो स्कुटी पनि पार्क गरेँ। यहाँ चाहिँ धेरै अर्डर आउँछ, त्यही भएर डेलिभरीको गाडी हेर्न सक्नुहुन्छ कति छ। यो मलको इन्ट्रेन्समा पनि एकदमै राम्रो भ्यू थियो र भित्र गएँ, भित्र पनि एकदमै राम्रो बनाएको थियो। अर्डर पिकअप गर्न मलको 4 फ्लोर जानुपर्ने थियो। 4 फ्लोर पनि गएँ, त्यहाँ गएर अर्डर पनि पिकअप गरेँ। यो अर्डर चाहिँ वैदेही हस्पिटलमा दिएको थियो। ढिलो नगरी म पुगेँ वैदेहीमा अनि त्यसपछि कस्टमरले बाहिर वेट गरिरहेको थियो। त्यो अर्डर कस्टमरको हातमा पनि दिएँ। अब चाहिँ मलाई एउटा अर्डर मात्र चाहिएको थियो अनि त्यहाँबाट आउँदै थिएँ, अर्डर पनि आयो। ढिला नगरी अर्डर पिकअप गर्न पुगेँ म रेस्टुरेन्टमा अनि त्यहाँ पुगेर अर्डर पनि मैले पिकअप गरेँ। यो अर्डर चाहिँ आइटिपिएल मेन रोडमा रहेको पेस्ट्री शान्तिनिकेतनमा दिएको थियो। म्याप पनि अन गरेँ। यहाँबाट 5 किलोमिटर थियो। त्यसपछि म पुगेँ कस्टमरको लोकेसनमा अनि कस्टमरको बिल्डिङ बाहिर चाहिँ बास्केटबल के खेलिरहेको थिएँ। यति हेरिसकेपछि म गएँ कस्टमरको बिल्डिङ भित्र। सेक्युरिटी भाइसँग इन्ट्री पनि गरेँ। त्यसपछि लिफ्टमा चढेर कस्टमरको रुममा गएँ अनि कस्टमरले अर्डर पनि डेलिभर गरेँ। यो चाहिँ मेरो लास्ट अर्डर थियो। मेरो फुल टार्गेट त हुन सकेन, त्यही भएर सानो टार्गेट हानेर खुसी खुसी रुममा जाँदैछु। आजको लागि छुट्टिन्छु। मलाई सपोर्ट गर्दै गर्नु होला अनि यस्तै मिनी ब्लग हेर्नको लागि मलाई फलो गर्नु होला। मिल्नेछु अर्को ब्लगमा। बाइ बाइ।